स्विजरल्यान्ड भन्ने बित्तिकै दिमागमा के आउँछ? त्यो हरियो घाँस काटेको डाँडा, अनि हिमाल, अनि ट्रेन, त्यसपछि त्यहाँको झरना, ग्रिनरी, हिमाल सबै कुरा के व्यवस्थित होइन? त्यो चाहिँ अनि हामीलाई चाहिँ स्विजरल्यान्ड भन्ने बित्तिकै अर्को हाम्रो हिन्दी चलचित्र शाहरुख खानको मुभी हेर्दाखेरि पनि हामीले त्यहाँ पनि स्विजरल्यान्ड धेरै ठाउँमा देखेका छौँ। अनि दिमागमा चाहिँ के छ, साला स्विजरल्यान्ड त एकचोटि जानै पर्छ होइन? अनि त्यहाँको त्यो झरना, पानी, लेक, सबै कुरा, घरहरू, घरको स्टाइल, सब कुरा एकदमै दामी लाग्ने कि। अनि स्विजरल्यान्ड मेरो पनि यो चाहिँ पहिलो पटकै हो र आज हामी स्विजरल्यान्ड, म चाहिँ बिलमा छु अहिले। बिलबाट हामी इन्टरल्याकन, जहाँ चाहिँ शाहरुख खानकै मुभी साँच्चीकै सुटिङ भएको ठाउँ, हामी ग्रिन्डेनवाल्ड र लाउटरब्रुनन जानको लागि अगाडि बढ्दैछौँ। यस्तो हतार हतार गरेर होइन, टिकट लियो हाफ फास्टको, अनि हतार हतार हामी त्यो मेट्रोमा, अब माथि के अरे ट्रेनमा, यो माथिको ट्रेनको उस जाँदैछौँ है। प्लेटफर्म नम्बर 7मा आइपुग्यौँ। यहाँ ट्रेन आउँछ, यताबाट आउँछ अथवा यताबाट आउँछ, त्यो चाहिँ डाइरेक्सन कन्फ्युजन छ होइन। हतार हतार आएर बस्यो, त्यहाँको छुट्यो। अब हाम्रो नि ठ्याक्कै 1 मिनटमा 51 भयो, 52मा टक्क हामी त्यो बन आइपुग्यौँ। अब यहाँबाट हाम्रो चाहिँ चेन्ज हुन्छ। अनि आज हामी जाँदै गरेको ठाउँ तपाईँलाई थाहा छँदैछ होइन, अगाडि जाँदैछौँ ट्रेनबाट। ल ट्याक्कै ट्रेनमा बस्यो होइन। यो चाहिँ अब हामी बन, के भन्छ अरे, स्विजरल्यान्डको राजधानी हो बन चाहिँ। बनबाट हामी अगाडि लाग्दैछौँ। हामी अहिले बनबाट हिँडेर थुन भन्ने ठाउँ आइपुग्यौँ। अब यहाँबाट चाहिँ बल्ल त्यो हिमालहरू, माउन्टेनहरू देखिएको छ होइन। हामी जान्छौँ कि नेपालको पोखरा भनेको छ। ओके, काठमाडौँबाट पोखराको लागि हिँडे जस्तै यहाँको राजधानी त बन भइहाल्यो। हामी पोखरा चाहिँ भिजिट टुरिस्ट प्लेस भने जस्तो अब टक्क लाएर हामी त्यहाँ जाँदैछौँ। हामी पनि त्यो ट्रेनबाट झरेर यो ट्रेनमा चढ्दैछौँ होइन। अब हामी सिट हेर्दैछौँ, कता हुन्छ, कता हो, यो फर्स्ट क्लास हो। ओके, ए ओके, यहाँ टक्क लाएर विन्डो सिटै पाइयो। यो स्टेसनको नाम चाहिँ स्पिज हो। प्लेटफर्म नम्बर 2मा छौँ हामी, त्यो 1 भयो, यो 2मा छौँ हामी। बिस्तारै हाम्रो ट्रेन अगाडि बढ्यो। स्विजरल्यान्ड भन्ने बित्तिकै त्यही डाँडा, हिमाल, त्यो हरियो, त्यो ताल हेर्दै हेर्दै इन्टरल्याकन ओस्ट पुग्यौँ। र इन्टरल्याकन ओस्टबाट हामीले ट्रेन चेन्ज गर्नुपर्ने थियो। ट्रेन चेन्ज गर्न कहिले तल, कहिले माथि, कहिले तल, कहिले माथि गर्दै इन्टरल्याकन ओस्टबाट हामी अगाडि बढ्दै 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 ग्रिन्डेनवाल्डको लागि हामीले ट्रेन लियौँ। तर त्यहाँ अलिकति कन्फ्युजन रहेछ। त्यो ट्रेन चाहिँ हामीले पहिले हेर्नुपर्दो रहेछ, किनभने आधा ट्रेन बिचबाट आधा छुट्टिँदो रहेछ। अनि हिमालहरू हेर्दै हेर्दै हामी अगाडि ग्रिन्डेनवाल्ड पुग्यौँ। हामी यो ग्रिन्डेनवाल्ड भन्ने ठाउँ झऱ्यौँ होइन। अब यो ठाउँ चाहिँ के हो भन्दाखेरि चाहिँ अब बल्ल स्विजरल्यान्ड के हो त, अथवा स्विजरल्यान्ड कस्तो छ भन्ने देखिँदैछ क्या यहाँबाट। अब हामी ट्रेन स्टेसनबाट निस्किन्छौँ अनि अगाडि जान्छौँ ग्रिन्डेनवाल्ड, इन्टरल्याकन ओस्ट भन्ने। इन्टरल्याकनको बारेमा अघि नै भनिहालेँ मैले, शाहरुख खान। यो अहिले स्विजरल्यान्डको त्यो पछाडि भ्यू देखि नै हाल्नुभयो होइन। इन्टरल्याकनबाट यो ग्रिन्डेनवाल्ड भन्ने ठाउँ आइयो होइन। बाटो क्रस गर्दैछु झापाइतैबाट। अनि त्यस पछाडि दामी तरिकाले के भन्छ अरे, यो ठाउँमा छु, बवाल होइन। घाम पनि छ। अनि त्यो के बाजा बजाएर त्यो जर्जियामा पनि छ के, त्यो पुरै स्ट्याचु त्यस्तो पनि बनाएको छ। अनि यहाँ हेर्नु
बस्ने स्टाइलहरू बवाल बनाएको छ। अनि म तपाईँलाई यहाँको म्यापहरू पनि सो गर्छु होइन। अब यहाँनिर तपाईँले देख्न सक्नुहुन्छ अहिले हामी यो ग्रिन्डेलवाल्डमा छौँ। अहिले यहाँ यो झरना हेर्न जाने हामी। अब त्यस पछाडि जोङफ्राउ भन्ने कहाँनिर छ यहाँ कता छ जोङफ्राउ यतै कता। त्यस्तै यो म्यापमा छौँ हामी। अब यहाँनिर विभिन्न एट्र्याक्सनहरू छ टुरिज्म एट्र्याक्सन। हामी यहाँ छौँ है। अब हामी यो झरना भएको ठाउँमा जाँदैछौँ है। ल यस्तो दामी पछाडि हेर्नु न बवाल छैन त। पछाडि बवाल छ। यता 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 अर्को उस छ हिमाल होइन। त्यतापट्टि अर्को हिमाल देख्न सक्नुहुन्छ उ त्यहाँ। अनि त्यस पछाडि यता टक्क लाएर बवाल त्यो टिभीमा फिल्ममा देखेको भन्दा छुट्टै भाइब्स आउँछ कि यहाँनिर चाहिँ होइन। अनि तपाईँको लोकल मार्केटहरू यहाँनिर अब टुरिज्म एरिया भएको कारणले गर्दाखेरि लोकल मार्केट चाहिँ यस्तो छ। म अहिले स्विजरल्यान्डमा छु र स्विजरल्यान्डको यो चाहिँ चर्चित ठाउँ हो जहाँ चाहिँ DDLJ सुटिङ भएको थियो। शाहरुख खानको दिलवाले दुल्हनिया ले जाएंगे बडे बडे देशों में छोटी छोटी बातें होती रहती है सेनोरिटा भन्ने। तपाईँ पनि स्विजरल्यान्ड कसरी आउने अथवा कसरी अप्लाई गर्ने, भिजा कसरी लगाउन सकिन्छ, यदि दुबईबाट कसरी अप्लाई गरेर यो ठाउँ आउन सकिन्छ, अथवा नेपालमा हुनुहुन्छ भने पनि अथवा विश्वको जुनसुकै ठाउँमा हुनुहुन्छ भने पनि, र कसरी आउने, कहाँ घुम्ने, भिजा प्रोसेसिङ के हो, यो सबै कुराको जानकारी म तपाईँलाई दिन्छु। रमन सुवेदी युट्युब च्यानल जुन तपाईँले देखिरहनु भएको छ, यो मेरो आइफिल टावर भएको फोटो छ। यहाँ जानुहोस्, तपाईँले इन्फर्मेसन पाउनुहुन्छ। यो भिडियो पनि त्यहाँ पुरै भ्लग कसरी के भन्ने पनि पाउनुहुन्छ। युट्युब च्यानलमा सब्सक्राइब गर्नुहोस्। अहिले म ट्याक्कै लाएर यो दामी ठाउँमा छु र हामी त्यो शाहरुख खानवाला DDLJ वाला पोइन्टहरुमा पनि जान्छौँ। यो अहिले ट्रेन स्टेसनमा छु जुन ग्रिन्डेलवाल्ड भनेर भन्छ यो। र रमाइलो छ, यहाँ मद्दाइसँग घुमिरहेको छु, भाउजू हुनुहुन्छ। अनि टक्क लाएर बवाल ठाउँ छ। यतापट्टिको पहाड, यतापट्टिको हिमाल त अझ तपाईँले बवाल देख्नुहुन्छ। यो फोटो भिडियोमा इन्स्टामा रिलमा हेरे भन्दा पनि बवाल छ, जुन तपाईँले नाङ्गो आँखाले यसरी पुरै यहाँ आएर हेर्दाखेरि त आमामा भयङ्करै ठाउँ आए जस्तो लाग्छ। थ्याङ्क यू सो मच। स्विजरल्यान्डबाट रमन सुवेदी।